नौला सिंहपट्ला युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई नमस्कार छ। म आज गाउँघर हिँड्दै गर्दा तपाईँहरूलाई थोरै मान्छेहरूसँग भेटघाट, कृषकहरूसँग भेटघाट गर्दै गर्दा मैले चाहिँ तपाईँहरूको माझमा यसो भिडियो अपलोड गर्ने गरेको छु। मेरो च्यानललाई लाइक, सब्सक्राइब र अल नोटी अन गर्न नबिर्सिनु। नाइ भेडा पालेपछि ल्याउँदा सिए भन्ने कुरा त त्यो त गाली होइन त तिम्रो पहिला भेडा जुम्लाको मान्छेले पनि बिमान धेरै के बिमान गरेछ जुम्ला मान्छेले के भन्नु चाहिँ हो भन्नु पर्यो अछामाका मान्छे नि बिमार बसिया त भेडा भेडा खाइदिएपछि यार जुम्लाका पनि धेरै बिमानहरू अछामाका पनि गर्दैछ यार भन्दैछ त हट्दा हुन् हरे हुन् क्या नत्र मैदान त जुम्ला कालीकोटका मान्छेले पहिले बिमार दिए भयो लेकिन बिमान गरे भन्दा चाहिँ यो मान्छेलाई बोकेर ल्याए दिएको मान्छेलाई बोकेर ल्याए यहाँ कहाँबाट बोकिन ल्याए त्यही हजुर कालीकोटै बोकेर हिँडे हजुर कोहीको नौकरी काम भने बेङ्गलोर नौकरीहरू छ नि बेङ्गलोरपट्टि त्यहाँ अस्पतालमा लिएर के हेरेर साध्य लाग्दैन पैसा अब यहाँ जुम्ले आउन जान पैसा मैठाउँ र जुम्लाको मान्छे हुन्छ हामी जान पहिचान भएका मान्छे गलफालमा हार्छ भने छोटो दबाई गलफालमा बनिन्छ के भएको रहेछ मान्छे के बिरामी रहेछ लङ्गडो भएको पछाडि चुमान त यहाँ आयो यहाँ ल्यायो लिने गाडी उतारो यहाँ ल्याइए 9 दिनसम्म झाडे पहिला चुमान त नि लङ्गडो भएको त्यसका 2 भाइ नाचे एक जोठो एक कान्छो एक जोठो एक कान्छो 2 भाइ थिए मेरे कांडो ने भाई उठा लिया पढ़ा लिया जो अन्न पानी बनाने खाने खुवाने त्याउने पछाडि त्यसले त के आयो भनेपछि 900 रुपियाँ मात्र खाइकन तिर्नु भन्ने मेरो 900 तिर्नुपर्ने 900 रुपियाँ तिर्नु भन्ने थियो अरू कसै भाइ त माको कुसुरा मिगे 900 रुपियाँ तिर्नु भन्ने थियो खानाको खाए दिएको 900 रुपियाँ उसो जाने त मेरा त मैले 4 गते बैठ्यो मैले स्कुल जानुपर्छ मैले गलबाटो बैठक राखेको म गएँ 4 गते हिजो एक नानी नाचिने बसेर बसेको त्यो मान्छे त त्यहाँ पुग्नु यहाँ पुग्नु खण्डमा बसेको कोही चाहिँ क्या दोषो भनेपछि अङ्गपछि सधैँ त्यो चाहिँ करुन खचाउनु छु मिल्दैन मेरा त खच्याए आफ्नो चल्छु छोडाउन हाल्दा धेरै मैले कहिले बाइक जाने यी त नै भने मैले त्यौडै त गल्ती हुनुभयो मेरो यो मन त आयो यो कहिले गएपछि कहिले पुगेपछि अरू त्यसरी जाने जतिले पनि म आधेर आएर सवारी आउँ मैले भने 900 रुपियाँ त्यो पछि दुवैजना बिरामी पनि बिरामी हिँडिँदैन भइगयो बिमारी त निर्भर भइगयो त पछि बौडा खेल्दै गयो मैसँग त्यसै लुला लङ्गडा हुना छन् क्या भनेपछि केही बाटो पछाडि भागहरू त्यही कुराले बिमानी भयो त्यो जुम्लाको मान्छे एक खालको पर हिँड्नु पर्यो तर यो कालीकोटो काहीँ पर हिँड्नु दोकानलाई गयो जुम्लाबाटी त्यो दुईसँग है पैसँग त्यहाँ हारिकन आयो दोकान मात भन्ने डुलो पनि आयो त्यहाँ माथिबाट दोकान लगाएको त्यो
त्यसरी दोकान लायो बस्यो आयो भने मान्छे अहिले ढौसी चाहिने थियो लैहाल्छु त्यो ढौसी आज मैकन उठाइने छु मायाको त्यो आज मैकन यसो त चाहिने छु पनि ल भने दिनु दिन जाउँला जाउँ मेरो मायाको कोही पुरो त्यो मान्छे त्यसो हो नै कसो हुन्छ त्यसो नै म आज बनाउँला पछि त्यसो गर्दा चाहिँ नजाउनु त्यो त्यो बाहिर हुन त छनाइ छ भने अझ मर्या छैन भने जाने यो राम जौली तपाईँ रामना छ क्या राम नै 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 रहँदैन हो त्यो बा आउनु छ जाने जाने यहाँ आउनु छ क्या जाने यहाँ आउनु छ सोध्छु छु त्यो केही नभए पनि गुट ल्याइदिए बजु कामलो कमल नल्याए पनि नक्कल जो त त्यहाँदै चित्त बुझाउँला भन्नुहुन्छ देउता धोइलो भनेपछि देउता आम्नीमा टोक्ने बुढा पनि लाग्छ बुढा पनि लाग्छ देउता त देउता कहाँ भन्नु हुँदैन कामै छैन त्यो त म त ए तेरो मनका जानु भयो क्या भने देउता औ भयो मारा जपन भन्यो त्यसो भने त पनि यति भन्न छ नै भन्न छ भन्दा भन्दा देउता धुनु भएन अब त्यो त्यसले त्यसो भए तपाईँको खाइदियो पुदरा खाइदियो भने निजको छोरी डुबाएछन् जुम्लाएर कालीगढा साथीले तपाईँको म चाहिँ आउँदैन सा आयो उसले मान्टो बन्नु आयो उसले मान्टो बन्नु दिनु अब छैन के खाने त्यही त म त केही लाग्दैन पुजुको सम्पत्ति छोड्यो ठिकै छ अब ठिकै छ यस्तै हो कहिले काहीँ अब हुन्छ यस्ता कुराहरू कहाँ सर हाम्रो यता अन्तर्वार्ता हुँदैछ बुवासँग भेटघाट बाबुसी हाम्रो यता भेटघाट हुँदैछ कि अन्तर्क्रिया कार्यक्रम कालीकोटका मान्छेहरूले जुम्ला मान्छे दुःख दिएर माखाना मेरो पुरै पसलको सामान खाइदिए अरे कहाँ खाना खाएर उधार खाइदिए भन्नु त्यही भएर यसो म सुनिरहेको छु मान्छे त चिने खाइनन् मैले कपडावाला होला कपडा बेच्नेवाला हो दाजु होइन अरे नाउ बुढो भुलिदिने उल्टो टिभी यति दिएको छु नाउ समेत यति पैसा लिए आदि यति लिए बसी यति लिए भनिकन नाउ त दिइदिएको छु दिएको छु भित्र मुसा आउने म मुसाले पनि साथ दिएन त्यसो भए मुसाले काटिदियो यो कहीँ दिएको होला यति छ मुसाले कागजपत्र काट्यो अरू भन्दा चेक पनि काटिकन कहाँ खायो कहाँ खायो चेक चेक पनि काट्दैन त्यो बाकस बनाउनु पर्यो एउटा बाकसमा राख्नु केही जागालाई मेरो चेकको लाग्छ लाग्छ चेक पाइन्छ चेक चाहिँ यही खत्तम भइगयो चेक पाइन्छ माथि गयो भने 100 रुपियाँ तिर्नुपर्छ पाइन्छ माथि 100 लिँदा होला जस्तो लाग्छ पुरानो चेक भने आजको हो के के को कुन ब्याङ्कको हो र त्यो परको के हो सिटिजन पाइँदो भत्ता खानुहुँदैन तपाईँ म त खानु 3000 रुपियाँ मेरो जम्मान छ जामहरेको यो 3000 को खाता खोल्नु भयो त्यो तपाईको भत्ता खानुहुन्छ नि त त्यसै उनको खाता नम्बर त्यसै भत्ता यसो हुन्छ खाता मेरो 3000 रुपियाँ तमरा घर भाउगोसीले लिएको भाउगोसी हुनु उहाँ खाता खोल्दा त 3000 रुपियाँ दिएको मेरो 59 कति लाग्यो 200 रुपियाँ सबै कुरोको 200 रुपियाँ लाग्यो उनीहरूले 3000 रुपियाँ मेरो जम्मा अरे आउँ त्यो विभाजितै भयो भन्नु न घरका उहाँ यहाँ त आउनेमा टोक्ने त्यो मुसो गल्लाउनु पोसेर झेलेर त्यो म झेकाइदिउँ भनेपछि झेकाउँ भनेपछि के झेकाउने त्यो त्यहाँ आयो एकदम कुराहरूलाई बैङ्कमा चेक पाइन्छ होइन त्यसो चेक त पाइनुभयो त्यो रुपियाँ पाइनु त्यो रुपियाँ तपाईँ अहिले पाइँदैन पछि तपाईँको त्यो भत्ता आउन रोकियो तपाईँ भने पछि छोराहरूले मात्रै पाउँछन् बन्द गरेर मात्रै त्यो अहिले पाइँदैन त्यो रुपियाँ तपाईँको त बचतै हुने खाता त्यो पैसा त्यो बचतै हुन्छ 3000 कहीँ जान्छ झिक्नै मिल्दैन पछि छोराहरूले मात्रै नै झन्डा पायो भने त मिलो पायो भने पाएन मैले बन्नु पऱ्यो पाउँछ छोराले पाउँछ छोरालाई छोराले 3000 पाउँदैन भन्न अलि कम पाउँछ 3000 रुपियाँ यो भित्र सुरुमा मेरो पनि 3000 कै खाता हो सुरुमा त ल्या सिटिजन पहिला 3000 पछि त 100 आयो अब आएछ ल अहिले चाहिँ 0 हो अहिले त 0 छ अहिले खाता खोल्दा निशुल्क हो
ए मिल्छ तर खाता नम्बर मिल्दैन चेक पनि मिल्दैन उसरी चुक खोजी होला नै होला उन्नु 3000 होइजान्छ खोजी 3000 रुपियाँ जुवा भइगयो कि सोध्छौ के नाइ भएको नै गाडी कोटेर जुम्ला गरेर खाएको नै राखेको छ त्यहाँ गाडी कोटाएर जुम्लीले तपाईँ कहाँबाट आउनुभयो 6 नम्बर फर्किया हो गाउँघरतिर यस्तै माउरीका घरहरू है स्थानीय माउरीका घरहरू र स्थानीय स्याउलाहरूबाटै यसलाई माथिबाट छापो लगाइन्छ र यहाँ पुरै माउरीहरू पालिन्छ। यसरी हेर्नुहोस् है, सम्पूर्ण साथीहरूले यसो हेरेर साथ दिनु होला। यो एकदम माउरी पालन फार्महरू, माउरी कृषकहरूले एकदम स्थानीय स्तरबाटै उत्पादन गरिएका माउरीका घारहरूसँग चाहिँ भन्छ र यहाँ बाख्राले आफ्नो बच्चालाई दुध खुवाउँदैछ। एकदम हेर्नुहोस् है, गुहाएर पुरै गइसकेको छ। त्यसपछि कृषक समूहले पालेका कुखुरा, गिरिराज कुखुराका चल्लाहरू पनि एकदम चारो खाँदैछन्। हेर्नुहोस् है साथीहरू, पुरै स्थानीय स्तरमा हिँड्दै गर्दा देखिएको गाउँ बस्तीमा देखिएका भिडियोहरू हेर्नुहोस् है, माउरीका घारहरू यसरी राखिएका छन्। मैले त्यसरी नै भिडियो राखेको छु। आजको भिडियो मेरो आजको दिनभरिको गाउँ हिँडेको के कसो काम गरियो, कसरी के गरियो भन्ने कुराहरू चाहिँ एकदम भिडियो बनाएको छु। यहाँहरू सम्पूर्णले हेरेर साथ दिनु होला। यो चाहिँ हेर्नु है, यति सुन्दर घर छ, बिचमा एउटा टक्क माउरीको घर छ। यति आनन्दले माउरी नाचिरहेको छ। लगभग मध्याह 1 बजेतिर हो यो समय चाहिँ। यति राम्रोसँग माउरीहरू मजाले खेलिरहेको छ। घर पनि यति सुन्दर छ यो हैन, टक्क सरसफाइ हेर्दाखेरि पनि भर्खर नयाँ बनाएको जस्तो देखिन्छ। एकदम मलाई चाहिँ राम्रो लाग्यो। हजुरलाई के कस्तो लाग्यो यसो हेरेर कमेन्ट सल्लाह प्रतिक्रिया दिन नबिर्सिनु होला भन्न चाहन्छु म। यस्तो आनन्दको माउरी घर, एकदम अर्ग्यानिक मह भन्दा पनि हुन्छ यहाँ चाहिँ। हेर्नु है, कति दामी घर छ हेर्नु त, चिटिक्क घर छ। तर घरमा कोही हुनुहुन्थेन। मैले चाहिँ यसो हिँड्दै गर्दा हाम्रो समुदायकै मान्छे हुनुहुन्छ उहाँ चाहिँ, तर नभेटाएर मैले चाहिँ एउटा भिडियो बनाउन साह्रै रहर लागेर भिडियो बनाएको छु। यहाँहरू सम्पूर्णले हेरेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म। हेर्नुहोस् है साथीहरू, एकदम सुन्दर दृश्य छ। यो भिडियोमा प्रतिक्रिया पनि दिनु होला साथीहरू। थोरै सर्ट भिडियोमा राख्ने कि भन्ने विचारले मैले भर्टिकलमा बनाएको थिएँ। होरिजेन्टेबल चाहिँ बनाउन सकिएन। हेर्नुहोस् है, टक्क म आउँदैछु यता माउरी घरहरूमा। टक्क दामी छ हेर्नुहोस् त साथीहरू, यस्तो छ आनन्द। गाउँघरतिर हिँड्नको मजा बेग्लै हुन्छ। हेर्नुहोस् है, कृषकहरूले उत्पादन गरेका तरकारी बारीहरू पनि एकदम खडेरीको बावजुद पनि खेतबारीहरू हरियो, करेसाबारीहरू हरियाली देखिन्छन्। एकदम राम्रो लाग्छ यो ठाउँ चाहिँ हेर्दै गर्दा। आनन्द महसुसै फरक हुन्छ गाउँघर छिर्दै गर्दा है। हेर्नुहोस् त, यस्तो सबैको घरमा अनिवार्य 1-2वटा घर त माउरीको हुन्छ नै अवश्य। के कारण लाग्नुभयो तपाईँ? यो सर, मेरो नाम पार्वती थापा, ढोकारी गाउँपालिका वडा नम्बर 6 अमगाउँ कृषि समूहमा विषादी हाम्रो कृषि समूह कि विषादी बनाउनको लागि काटिरहेका छौँ। के हो त्यो काटेको चाहिँ? काटेको चाहिँ विषादी बनाउनको लागि काबो काटिरहेको छ। काबो काट्नु छ विषादी बनाउनलाई हैन, जैविक विषादी बनाउनलाई लागि काबो काट्दै हुनुहुन्छ। जैविक विषादी बनाउनको लागि काबो काटिरहेको छु। ए ल ठिक छ। तपाईँ कहाँबाट हुनुहुन्छ भन्नु त? समूहको नाम, आफ्नो नाम भन्नु दिदी। ढोकारी गाउँपालिका वडा नम्बर 6। मेरो नाम जमुना देवी बुढा, गुराँस कृषि समूहकी सदस्य। यो के काट्दै हुनुहुन्छ? के बनाउनको लागि काट्नु भयो? सिउर काटिरहेको छु। के गर्नको लागि? यो विषादी औषधि बनाउनको लागि, जैविक विषादी बनाउनको लागि काट्दै हुनुहुन्छ हैन? ए ल, के गर्न लाग्नु भयो तपाईँहरू? यो सर मुलाका मेरो नाम तारा तारा बिका विषादी बनाउनको लागि हामी कृषि समूहकी अध्यक्ष यो ढुङ्गातल्ला वडा नम्बर 6 कृषि समूहको हाम्रो लाली गुराँस।
के जैविक विषादी बनाउन लागि मूला पात काट्दै हुनुहुन्छ ए ल ठिक छ अब नियमित विषादी बनाउनुहुन्छ घरमा हैन ल मैले बिस्तारै काट्नु अब हात काट्नु भएको छ एकचोटि अब चाहिँ हामी यो म भिडियो राखिरहेको छु होइन तपाईँहरूले पछि यसो घरमा आएर तँलाई भिडियो देखाउँछु अनि तपाईँले हाल्नु भएको छ कि छैन भन्ने कुरा चाहिँ थाहा हुन्छ है ल ल ल ल ल के गर्दै हुनुहुन्छ यहाँनिर के विषादी बनाउनु लाग्नु भयो जैविक विषादी हो के हो यो जैविक विषादी बनाउनु लाग्नु भएको जे होस् तरकारी भन्दा पनि तरकारीमा राख्न त राख्न भइहाल्यो जैविक विषादी यो के हो यसको नाम चाहिँ हर्सुड होइन ए अनि के गर्नुहुन्छ यसलाई अब कसरी राख्नुहुन्छ मिक्स गरेर होइन 1.5 महिना होइन 15 दिन 15 दिनभन्दा माथि राखेर ल पहिला चाहिँ तपाईँले जैविक विषादी पाउनुहुन्थेन विषादी पाउनुहुन्थ्यो ढुङ्गा लगाएपछि अब चाहिँ घरमै उत्पादन भएको जैविक विषादी बनाउनुहुन्छ होइन ए ल ठिक छ अब घरमै बनाएको हेर्न पाइयोस् है ल ठिक छ त्यो काट्ने यहाँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्न चाहन्छु म मेरो भिडियो अहिलेसम्म हेरेर साथ दिनुभयो यहाँहरू सम्पूर्णलाई धन्यवाद र मेरो युट्युब च्यानललाई यदि सब्सक्राइब लाइक कमेन्ट गर्न बिर्सिनु भएको छ भने पुनः तपाईहरुले मेरो च्यानललाई सब्सक्राइब अल नोटिफिकेसन गर्न नबिर्सिनु होला भन्दै बिदा हुन्छु धन्यवाद नमस्कार।